नमस्ते सबैजनालाई। आज हामी चर्चा गर्नेछौँ अपरेसन सिन्दुर। इन्डिया र पाकिस्तानको यो बीचको झडपको इतिहास धेरै नै लामो छ। हामी भएको घटनाहरूको छोटो मिठो एउटा संवाद आज गर्न चाहँदैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला, लाइक, फलो, सब्स्क्राइब गरिदिनु होला। करिब 200 वर्ष जति ब्रिटिसहरूले इन्डियामा राज गरे। त्यो 200 वर्षको उनीहरूको राज 1947 मा आएर टुङ्गियो। 1947 मा इन्डिया छोड्दाखेरि ब्रिटिसहरूले इन्डियाको दुई भाग लगाए। एउटा भाग बन्यो पाकिस्तान, अर्को भाग बन्यो इन्डिया। इन्डियामा हिन्दू मेजोरिटी, पाकिस्तानमा मुस्लिमहरूको लागि आफ्नै छुट्टै राज्य। यसरी विभाजन गर्दाखेरि अगस्त 14 मा पाकिस्तान बन्यो, अगस्त 15 मा इन्डिया, जसले आफ्नो इन्डिपेन्डेन्स डे पनि त्यही दिन मनाउँछ। यो विभाजनमा समस्या कतापट्टि आयो भन्दाखेरि माथिल्लो हिमाली भागमा काश्मीर चाहिँ एउटा कस्तो ठाउँ रह्यो त्यो समयमा भन्दाखेरि मुस्लिम मेजोरिटी भएको, तर राज भने चाहिँ हिन्दू राजाले गरेको। हिन्दू राजाले त्यस बेलामा के विचार गरे त भन्दाखेरि उनको राज्यको लागि फाइदा भनेको पाकिस्तान होइन इन्डिया हुनेवाला छ। तर त्यस बेलामा काश्मीरको पपुलेसन भनेको मेजोरिटी मुस्लिमहरू थिए। समस्या त्यहाँबाट स्टार्ट भयो। 1947 मा काश्मीरी पपुलेसनले चाहिँ यो कुरा रुचाएनन्। उनीहरूले पनि रुचाएनन्, पाकिस्तानले पनि यो कुरा रुचाएन। त्यसकारण पहिलो काश्मीर युद्ध सुरु भयो। त्यो काश्मीर युद्ध 1948 मा एन्ड भयो। युएनले इन्टरफियर गर्यो। युएनले चाहिँ त्यसमा दुई भाग बनाउने काश्मीरको लागि, एउटा पाकिस्तानले एडमिनिस्टर गर्छ, अर्को इन्डियाले एडमिनिस्टर गर्छ। अनि सुरु भयो एलओसी, लाइन अफ कन्ट्रोल। केही वर्ष त्यसरी नै चल्दै गयो। लाइन अफ कन्ट्रोलको दुवै कन्ट्रीहरूले इज्जत गरे र त्यो अनुसार अगाडि बढ्दै गयो। तर फेरि 1965 मा अर्को युद्ध छिर्यो। त्यो युद्ध चाहिँ दुवै कन्ट्रीहरूको मिलिट्री शक्तिशाली भइसकेको कारणले गर्दाखेरि ट्याङ्कहरूबाट खेलियो र हजारौँ मान्छेहरू दुवै पक्षको मारियो। त्यो युद्ध रोक्नलाई तास्केन्ट डिक्लेरेसन गरियो इन्डियाको प्राइम मिनिस्टर र पाकिस्तानको प्रेसिडेन्ट बीच। त्यसपछि फेरि केही समयको लागि यो युद्ध सम्य भयो। तर 1971 मा इस्ट पाकिस्तानमा सिभिल वार सुरु भयो। ब्रिटिसहरूले पाकिस्तान बनाउँदाखेरि दुई भाग बनाएको थिए पाकिस्तान आफैमा, वेस्ट पाकिस्तान, इस्ट पाकिस्तान, दुईटाको बीचमा इन्डिया, भारत। 1971 को सिभिल वार भने चाहिँ इस्ट पाकिस्तानमा भयो। त्यो सिभिल वारमा इन्डियाले सिभिल वार गर्ने पक्षहरूलाई, जो सरकारको खिलाफ थिए, उनीहरूलाई सपोर्ट गर्छु भनेर 13 दिने युद्ध गर्यो। त्यो 13 दिने युद्धको फल भने चाहिँ इन्डिपेन्डेन्स डिक्लेयर भयो र इस्ट पाकिस्तान बङ्गलादेश बन्न भयो। त्यसरी जन्म भयो बङ्गलादेश भन्ने राष्ट्रको। त्यसको 3 वर्षपछि इन्डियाले पहिलो परमाणु हतियार टेस्ट गर्यो, न्युक्लियर वेपन, जसलाई उसले नाम दियो स्माइलिङ बुद्ध, हाँसिरहेको बुद्ध। इन्डियाले न्युक्लियर वेपन पाएसँगै पाकिस्तानमाथि झन् दबाव पर्दै गयो र 1989 मा इन्डियाले एडमिनिस्टर गरेको काश्मीरमा विभिन्न ग्रुप, विभिन्न समुदायहरूले चाहिँ आतंकवादी क्रियाकलापहरू गर्न थाले। त्यो सबै दोष इन्डियाले पाकिस्तानलाई लगाइराख्यो। पाकिस्तानले हामीले यो गरेको हैनौँ भन्दै गयो। त्यसपछि 1998 मा दुवै देशहरूले परमाणु हतियारहरू टेस्ट गरे। इन्डियाले 5 वटा न्युक्लियर वेपन टेस्ट गर्यो र ऊभन्दा अगाडि बढ्ने भनेर पाकिस्तानले 6 वटा गरे। त्यसको अर्को वर्ष सुरु भयो कारगिल युद्ध। कारगिल युद्ध भने जम्मू र कश्मीरको कारगिल जिल्लामा भयो। यसको कारण भारतीय सेनाहरूको झन्डै 600 जना मारिए भने पाकिस्तानी सेनाहरूको अनुमानित 5000 जना मारिए, तर पाकिस्तानले भन्छ झन्डै 400 जना मारिए। यो कारगिल युद्ध भने चाहिँ अरू युद्धहरूभन्दा भिन्न थियो। यो किन भिन्न भयो त भन्दाखेरि यो चाहिँ पहिलो टेलिभाइज्ड युद्ध पनि थियो इन्डियाको लागि। मिडिया र जनताको आँखामा इन्डिया र पाकिस्तानको बीचको यो लडाइँ भने ठुलो बन्दै गयो, चाहे त्यो क्रिकेटमा होस् या अरू कुनै कुरामा होस्। कारगिल युद्धको सुरुवात भएसँगै के तथ्याङ्कहरू बाहिर आए भन्दाखेरि पाकिस्तानको आर्मीहरू मिलिटेन्टको भेष बदलिएर कारगिलमा प्रवेश गरेका रहेछन्
र उनीहरूले यो युद्ध सुरु गरे। युद्ध सुरुवात भएसँगै संसारको विभिन्न राष्ट्र, विभिन्न संस्थाहरू जस्तै UN, अनिखेर अमेरिकाको राष्ट्रपति सबैले यसको विरोध गरे। उनीहरूले भने पाकिस्तानले पनि यो युद्धको अन्त्य गर्नुपर्छ र इन्डियाले पनि त्यस्तै गर्नुपर्छ। इन्डियाले जुलाई 26, 1999 मा पाकिस्तानलाई यो युद्धमा हरायो र हराएसँगै इन्डियाको आत्मबल भने बढ्दै गयो। इन्डियाको इकोनोमी पनि राम्रो हुँदै गयो र इन्डियाले आफ्नो मिलिटरीमा गर्ने खर्चहरू पनि बढाउँदै लग्यो। साथसाथै पाकिस्तानमा पाकिस्तानी जनसमुदायको भने मनोबल घट्दै गयो। अब सुरु भयो नयाँ मिलेनियम 2000। सबै कुरा शान्त नै थियो, तर 2001 मा भने इन्डियन पार्लियामेन्टमा फेरि एउटा टेररिस्ट अट्याक भयो जसमा 14 जना मारिए। इन्डियाले फेरि पाकिस्तानलाई दोष दियो र पाकिस्तानले फेरि इन्कार गर्दै गयो। यो अट्याकले गर्दाखेरि फेरि जम्मू काश्मीरमा तनावहरू सुरु भयो र दुईटै देशको लडाकुहरू भने बोर्डरमा फेरि तैनात भए। 5-6 वर्षको लागि मामला साम्य नै थियो, तर फेरि 2008 मा भने मुम्बई अट्याक्सहरू भयो, जसलाई इन्डियामा भने 26/11 अट्याक्सहरू पनि भनिन्छ। पाकिस्तानको एउटा लश्कर-ए-तैयबा भन्ने समूहले यो अट्याक गरेको र मुम्बईमा करिब 160 जना मान्छेहरू मारेको थियो। इन्डियाले सबै शान्ति वार्ताहरू स्थगित गर्यो र आफ्नो मेजर सिक्युरिटी फ्ल भएको पत्ता लागिसकेपछि इन्डियामा होम अफेयर्सको मिनिस्टर शिवराज पाटिल, महाराष्ट्रको त्यो बेलाको चिफ मिनिस्टर, डेपुटी चिफ मिनिस्टर लगायत अन्य मान्छेहरूले राजीनामा दिए। साथसाथै नेसनल इन्भेस्टिगेसन एजेन्सी NIA पनि सुरु गरियो इन्डियामा। त्यस घटनाको 11 वर्षपछि इन्डियाले एडमिनिस्टर गरेको काश्मीरको पुलवामा CRPF को जवानहरूमाथि सुसाइड बम्बिङ भयो र 40 जना मारिए। 40 जना सैनिकहरू मारिएसँगै इन्डियाले पाकिस्तान विरुद्ध एयर स्ट्राइक्सहरू सुरु गर्यो र त्यो एयर स्ट्राइक्सहरूमा उसले पाकिस्तानभित्र काश्मीरको रिजनहरूमा हमला गर्यो। साथसाथै पाकिस्तानले जवाफको लागि आफ्नो एयरफोर्स पठायो र छोटो अवधिको लागि दुई राष्ट्रहरूको बीच एयर ब्याटल भयो। 6 वर्ष अगाडि भएको त्यो घटनापछि 2025 अप्रिलमा फेरि अर्को एउटा आतंकवादी हमला भयो इन्डियाले चलाएको काश्मीरमाथि र त्यसमा 26 जना टुरिस्टहरू मारिए, जसमा 25 जना इन्डियन र 1 जना नेपाली पनि थिए। पहलगाममा भएको यो घटनाले फेरि एकपटक यो दुई राष्ट्र बीच द्वन्द्व सुरु भयो। इन्डियाले पाकिस्तानले सपोर्ट गरेको समूहहरूले गरेको यो आतंकवादी घटनाको लागि हामी पाकिस्तानलाई नै दोषी मान्छौँ भनेर पाकिस्तान विरुद्ध हमला सुरु गर्यो र पाकिस्तानले पनि भने अहिले जवाफी हमला फर्काएको छ। यस घटनामा दुवै पक्षले सयौं ड्रोनहरू युज गर्दै आइरहेका छन् र पाकिस्तानले पठाएको ड्रोनलाई भने इन्डियाले निस्तेज बनाएको छ। इन्डिया र पाकिस्तानको यो युद्धले गर्दाखेरि हिजो IPL म्याच पनि रोकियो र काश्मीरमा ब्ल्याकआउट पनि भयो राति। साथसाथै नेपालको सहभागिताको कुरा गर्ने हो भने हरेक इन्डिया र पाकिस्तान बीचमा भएको मेजर युद्धमा नेपाली गोर्खाली सोल्जरहरू जो इन्डियन आर्मीमा छन् उनीहरूलाई पनि तैनात गरिएको छ र अहिले पनि यो युद्धमा गोर्खाली सोल्जर्सहरू सहभागी छन्। तपाईलाई के लाग्छ, यो युद्ध इन्डियाले जित्छ कि पाकिस्तानले जित्छ कि? तपाईको आफ्नो प्रतिक्रियाहरू तल कमेन्टमा छोडिदिन नबिर्सिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएको भएर